Witchcraft, बोक्सी प्रथा, someone who practices black magic, especially women for evil purpose. तिमीहरू सोचिरहेको होला कि यो बौलायो भनेर, बट नट रियली। अझै पनि नेपालको धेरै जस्तो ठाउँमा चाहिँ स्पेसली लिस्ट डेभलप एरियाज लाइक गाउँतिर चाहिँ मान्दै आएको कुरा हो। हरेक वर्ष चाहिँ धेरै महिलाहरूलाई चाहिँ बोक्सी भनेर हेप्ने, कुट्ने और एक्सट्रिम अब्युजको शिकार बनाइन्छ एन्ड सम इभन लुज देयर लाइफ टु। यस्तो कुरा त पहिला हुन्थ्यो, आजभोलि हुँदैन भनेर भन्छौ भने देन यु आर रङ। जस्ट 3 वर्ष अगाडि, 3 years ago, खाडादेवी गाउँपालिका 3 रामेछाप, शीतका गाउँ रामेछाप जिल्लाको एउटा सानो गाउँ हो र टाइम चाहिँ त्यही 16 श्राद्धको बेला थियो र जसलाई 16 श्राद्ध भन्ने थाहा छैन भने इट्स हिन्दू कल्चर जसमा चाहिँ आफ्नो मरिसकेको मान्छेहरूको लाइक आफ्नो पितृहरूको चाहिँ श्राद्ध गरिन्छ। जस्ट नर्मल श्राद्ध नै हुन्छ तर दसैँ तिहार मनाउनुभन्दा अगाडि गर्नुपर्छ, किनकि हिन्दू बिलिफमा चाहिँ पितृहरूको स्मरण गरेन भने चाहिँ आफ्नो दसैँ तिहार कुनै पनि यो चाडपर्वहरू चाहिँ राम्रो जाँदैन भन्ने हुन्छ। र ओके, लेट्स गेट ब्याक इन्टु भिडियो। माझी कम्युनिटीमा चाहिँ सबैजना खोला किनारमा गएर यो रिचुअल गर्ने गर्छन् अनि गाउँलेहरूमा चाहिँ एउटा विश्वास गाउँलेहरूमा चाहिँ एउटा अन्धविश्वास हुन्छ कि मरेको मान्छेको आत्मा चाहिँ कुनै जिउँदो मान्छेमा आएर बस्छ र त्यसलाई पोजेस गर्छ भनेर, अनि त्यो आत्माले चाहिँ त्यो मान्छेलाई आफ्नो बसमा लिन्छ भन्ने पनि तिनीहरूमा एउटा अन्धविश्वास हुन्छ। एन्ड द पोजेस्ड वान वाज बिबी माझी। दिस इज अ स्टोरी अफ 55-year-old बिबी माझी। उहाँको नाम त सबैले बिर्सिन्छन्, बट द वे शी डाइड मस्ट नट बी फरगेटन। Hello everybody, it's me Reason and you are watching Bhumari। 16 श्राद्धको अन्तिम दिन हुन्छ र मान्छेहरूले चाहिँ सबै यो रिचुअल कम्प्लिट गरिसकेका हुन्छन् एन्ड देन द पोजेस्ड वान वाज सेड टु बी बिबी माझी। सबैजनाले चाहिँ बिबी माझीलाई चाहिँ आत्मा त्यो भूत लाग्यो, लाइक त्यो पितृको आत्मा आएर बस्यो भनेर भन्छन् र बिबीलाई चाहिँ उसको घरमा लगेर छोड्छन्, किनकि मान्छेहरूमा चाहिँ एउटा काइन्ड अफ बिलिफ हुन्छ कि शरीरले चाहिँ आत्मालाई यो 16 श्राद्ध सकेको 3 दिनपछि छोड्छ भनेर। तर 3 दिनसम्म पनि बिबीलाई चाहिँ त्यो आत्माले छोडेको हुँदैन र गाउँलेहरूले चाहिँ भन्न थाल्छन्, आफै आफैमा कुरा गर्न थाल्छन् कि पितृ खुसी छैन। एन्ड देन दे अक्युज्ड हर अफ बिङ अ बोक्सी। यस, उसलाई नै बोक्सी भनेर भन्न थाल्छन्। अनि मान्छेहरूले आइतबार बिहान 9 बजेतिर चाहिँ सबै गाउँलेहरू चाहिँ रिसाउँदै यो त बोक्सी हो भनेर बिबीको घरतिर जान्छन् एन्ड दे डिसाइडेड टु अट्याक हर ब्रुटल्ली। बिबीलाई मात्रै नभएर उसको 70 वर्षको बुढी आमालाई पनि ब्रुटल्ली अट्याक गर्छन् अनि सिरियस इन्जरिजहरू आएको हुन्छ बिबीको आमाको चाहिँ। त्यो बेलासम्म बिबी अनकन्सियस भइसकेकी थिइन् एन्ड सी वाज ह्याभिङ अ लास्ट ब्रेथ। अनि घटनाको विटनेसहरूको अनुसार चाहिँ घर अगाडि देखा परेको एउटा कालो बिरालोलाई पनि मान्छेहरूले जलाएर मार्छन्, किनकि एउटा अन्धविश्वास छ कि बोक्सीहरूसँग चाहिँ कालो बिरालो हुन्छ भनेर। अराउन्ड 11 बजेको हुन्छ र फाइनल्ली पुलिस चाहिँ त्यो घटना भएको ठाउँमा पुग्छ एन्ड देन दे वर एबल टु रेस्क्यु हर मदर। अनि उसले चाहिँ हस्पिटल पठाइन्छ। पुलिसले चाहिँ घटना भएको ठाउँमा पुग्दाखेरि चाहिँ त्यहाँनिरबाट 22 जनालाई चाहिँ समात्छ, इन्क्लुडिङ 7 वुमेन्स। अनि त्यसपछि चाहिँ इन्भेस्टिगेसन सुरु हुन्छ पुलिसको। तर अझै पनि अचम्मको कुरा चाहिँ यो छ कि त्यो मान्छेहरूमा चाहिँ अलिकति पनि लाज शरम भन्ने कुरा चाहिँ हुँदैन, किनकि तिनीहरूले चाहिँ स्टेटमेन्टमा यो दिएका हुन्छन् कि बिबीलाई हामीले मारेको होइन, बिबीलाई चाहिँ पितृले मारेको हो भनेर। लाइक जस्ट इमेजिन, यही स्टेटमेन्टबाट चाहिँ तिमीहरू इमेजिन गर्न सक्छौ कि कति अनपढ गवार रहेछन् त्यहाँको मान्छेहरू, कति चाहिँ फक्ड अप रहेछन् भनेर। आफैले मारेको छ मान्छे एन्ड दे स्टिल सेइङ कि पितृले मारेको, हामीले मारेको होइन। र फर्दर इन्भेस्टिगेसनमा चाहिँ यो पनि खुल्छ कि दिस वाज द केस अफ एक्सोर्सिजम। अनि लोकलहरूको अनुसार चाहिँ 11 जना केटाहरू चाहिँ बिबी र उसको आमालाई चाहिँ चामलले हान्छन्, या लिटरल्ली भात पकाउने चामलले चाहिँ हानेका हुन्छन्, किनकि अक्षता फाल्यो भने चाहिँ त्यो आत्मा निक्लिन्छ भनेर। र पुरै बडी र मुखमा चाहिँ त्यो चामल अक्षता चाहिँ कोच्याउँछन् मान्छेहरूले जबरजस्ती। अराउन्ड 7 बोरा जति चाहिँ चामल लिएर आएको हुन्छ। अझ त्योभन्दा पनि अचम्मको कुरा चाहिँ के हो भन्दाखेरि यो सबै भइरहेको चाहिँ घर बाहिर बसेर मान्छेहरूले, गाउँलेहरूले चाहिँ हेरिरहेका हुन्छन्। कसैले पनि रोक्न खोज्दैन। 1-2 जनाले रोक्न खोजेका हुन्छन् तर तिनीहरूलाई पनि लाइक भगाइन्छ, जा भनेर भनिन्छ। लाइक बुझ्न सक्छौ तिमीहरू गाउँघरतिर कस्तो हुन्छ, कस्तो हुँदो रहेछ यस्तो अन्धविश्वास भन्ने कुरा भनेर। अनि त्यसपछि चाहिँ त्यही त्यो 1-2 जना मान्छेहरूले चाहिँ पुलिसलाई बोलाउँछ। अनि बिबी माझीको छोरा प्रेम माझीको अनुसार चाहिँ 10-11 जना मान्छेहरू चाहिँ उसको घरतिर एकदमै रिसाउँदै आएका थिए, जबरजस्ती घरभित्र छिरेका थिए। अनि तिनीहरूले चाहिँ लाइक के भन्दै थिए भन्दाखेरि चाहिँ मेरो हजुरआमा आमाको आत्मालाई चाहिँ शान्ति दिन्छौँ भनेर चाहिँ त्यो जुन चामल जुन अक्षता हुन्छ नि त्यो चाहिँ
कन्टिन्युअसली हानिरहेका थिए। जब चामल सकिन्छ नजिकैको पसलबाट अर्को बोरा थप्दै गरेर यिनीहरूले चाहिँ टोटल 7 वटासम्म बोरा लिएर आउँछन्। जबसम्म चाहिँ पुलिस त्यहाँ पुग्छ, बिबीको शरीर चाहिँ पुरै नै त्यो चामलले ढाकेको हुन्छ, तलदेखि माथिसम्म नै लाइक मुखभित्र पनि चामल नै चामल हुन्छ। अनि त्यो बेलासम्म चाहिँ बिबी मरिसकेको थिए। अनि त्यसपछि चाहिँ बिबीको पोस्टमार्टम रिपोर्ट आउँछ र पोस्टमार्टम रिपोर्ट अनुसार चाहिँ घाँटीमा चिथरेको जस्तो घाउ अनि इन्टरनल पनि हेभिली ड्यामेज भएको हुन्छ। अनि उसको कज अफ द डेथ चाहिँ एस्फिक्सिया हो भनेर भनिन्छ। र एस्फिक्सिया भनेको चाहिँ के भन्ने थाहा छैन भने मान्छेहरूलाई चाहिँ लाइक अक्सिजन लिनलाई गाह्रो हुने अर अनकन्सियस फिल हुने, सफोकेसन हुनेलाई चाहिँ एस्फिक्सिया भन्छ र त्यसैको कारणले चाहिँ बिबीको डेथ भएको हुन्छ भनेर भनिन्छ। एन्ड दिस वाज अ क्लियर मर्डर। 2015 को यो विचक्राफ्ट रिलेटेड ल अनुसार चाहिँ नेपालमा चाहिँ यदि कसैलाई बोक्सी भन्यो, हेप्यो, हेला गर्यो भने चाहिँ यसलाई चाहिँ एउटा क्रिमिनलाइज भनेर भनेको छ। और यसलाई चाहिँ एउटा अपराध हो भनेर हाम्रो कानुनले नै भनेको छ। तर के कानुन बनाएमा मात्रै पुग्छ? इन दिस केस द किलर वेयर हर अन नेबर, कम्युनिटी मेम्बर, फ्यामिली एन्ड फ्रेन्ड्स। प्रथा भन्दैमा मान्छे मार्न त पाइँदैन नि। दिस वुमेन वाज मर्डर बाई अ मिथ। जबसम्म यो कुप्रथालाई चाहिँ हामी अन्त्य गर्दैनौँ, ग्राउन्ड लेभलबाट नै मेसेजहरू स्प्रेड हुँदैन, देयर विल बी मोर। रिमेम्बर हर फर नट हाउ सी डाइड बट फर वाट वी मस्ट स्टप। ओके, भिडियो चाहिँ यति नै थियो र यदि यहाँसम्म हेरिरहेको छौ भने चाहिँ तल कमेन्टमा कल्ट भनेर लेख्न सक्छौ। एन्ड भिडियो मन पऱ्यो भने लाइक गराऊ, सब्सक्राइब गराऊ, सेयर पनि गर्न सक्छौ इफ यु वान्ट। टिल देन बाई बाई।